नमस्ते साथीहरु सबैजनालाई। आज म टंक दाइको शपमा आउँदैछु मोबाइल किन्नको लागि। आज म आइफोन 15 किन्दैछु। यो स्क्रिन प्रोटेक्टर, यो क्यामेरा लेन्स, यो केसिङ, यो चाहिँ तपाईको नर्मल छ र पछि पनि किन्दा नि हुन्छ। यो नयाँ फ्रेस चार्जर बाँकी छ अनि एउटा ब्लुटुथ पनि बाँकी छ। ए सबै आउने म त भिडियो बनाइरहेको छु है दाइ। हुन्छ ल त साथीहरु सबैजना, मलेसियामा रहनुभएको सबैजना दाजुभाइ तथा दिदीबहिनीहरू टंक दाइको मोबाइल शपमा आउन सक्नुहुन्छ। आज म पनि आएको छु गाइस। ल गाइस, हामी चाहिँ आइफोन 15 लिइरहेको छु दाइको शपमा। त्यो पनि देखाइदिनु ल यो त ओरिजिनल चार्जर, ओरिजिनल चार्जर यो चाहिँ मेरो तर्फबाट है। फेरि यसलाई चाहिँ ओरिजिनल भन्न मिल्दैन भाइ। ल यसलाई चाहिँ हुन्छ। ठ्याक्कै मैले दिएको दाइले दिएको भन्नुपर्छ। ल यो चाहिँ हाम्रो दाइले एक्स्ट्रा दिनुभएको छ ब्लुटुथ। यो सबै है। अब यतिमा नि भाइ यो दुईटा चाहिँ एप्पलको सामान भयो। हजुर, केही प्रब्लम हुने एप्पल जाने 1 वर्षभित्रमा। हजुर, अरू भनेको चाहिँ हामीले यता हालिदिएको है। त्यही पनि सबै ओरिजिनलै हुन्छ भने चाहिँ नो टेन्सन। अब भाइले खोलिदिने, खोलेको भिडियो बनाउँ कि नबनाउँ भाइ सोधेर बनाऊँ दाइ। ल तपाईँले खोल्नु, म बनाउँछु यहाँबाट टक्क है। त्यहाँदेखि बनाउँदै गर्नु त म यस्तो गर्छु यतिबाट है। ल एकछिन भाइ। ल यहाँबाट हैन? हजुर। ल भाइ नमस्ते भाइ। नमस्ते साथीहरु, मैले आइफोन 15 लिइरहेको छु। दाइको पनि म आफै गरिरहेको छु है। ल एकदम एकदम थ्याङ्क यू भाइलाई। अघि चाहिँ एकछिन थिएन र मैले एकछिन बाहिर पठाएँ भाइलाई। ल नयाँ खोलिदिनु त त्यहाँबाट पनि सबै थोक सामानहरू छ यहाँ। बिस्तारै पल्टाइदिनु त। यही हो है। ल प्राइस 15 है, यो चाहिँ 15 है। ल त्यो निकालिदिन्थ्यो भने कलर त्यो ब्ल्याक कलर मात्रै पाउँछ अहिले। ल भाइ धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच भाइलाई। थ्याङ्क यू सो मच दाइ, तपाईँले मिलाएर दिनुभयो एकदम। मातारीको भाइ मातारीको भाइ मैले पनि भिडियो हेरिरहेको थियो। आरसी ब्लगरले पनि टंक दाइको शपबाटै लिनुभएको थियो आइफोन 17 प्रो म्याक्स। यानि कि मैले पनि उहाँकै भिडियो हेरेर टंक दाइको शपमा मोबाइल लिन गएको थियो। टंक दाइले एकदमै मिलाएर दिनुभयो मलाई, एकदमै। तपाईहरु सबैजनाले टंक दाइको शपमा आउन सक्नुहुन्छ एकदमै है। मिलाएर दिनुहुन्छ उहाँले, एकदम मिलाएर। नेपाली नै दाइ हुनुहुन्छ, एकदमै मिलाएर दिनुहुन्छ उहाँले। एकदमै उहाँले मोबाइल साथसाथै एक्स्ट्रा एयरपोर्ट पनि दिनेछ र ग्लासेस सबै लगाएर दिनुहुनेछ उहाँले। कुनै चिजको कमी हुने छैन नयाँ मोबाइल लिएपछि। मैले पनि नयाँ नै आइफोन 15 लियो, किनभनेदेखि मोबाइलको कमी भएपछि त लिनै पर्यो हैन। गाइस सबैजनाले यो भिडियोलाई पुरा सेयर गरिदिनु होला। मलेसियाभरि छाओस् के यो भिडियो हैन। किनभनेदेखि नेपाली सँगै मोबाइल किनेको भनेको त एकदमै राम्रो कुरा हो यार। अरूले त कस्तो दिला के दिला हैन, त्यो छुट्टै कुरा हो। आफ्नै नेपालको मान्छेसँग भेटेर मोबाइल राम्रोसँग लिन पाउँदा त यो खुसीको कुरा हो यार। कस्तो गर्व लाग्छ मलाई। यो हो नि त केटा हो।
उहाँको यस्तो राम्रो काम कला देख्दा म आफै दङ्ग परेको छ गाइज। त्यही भएर म आज भोलि छक्क परेर हिँड्छु बाटोमै आइफोन 15 बोकेर। किनभनेदेखि यस्तो सस्तोमा आइफोन पाएपछि त म त दङ्ग बाटैबाट। ए भगवान्, अब म पनि आरसी ब्लगर जस्तै वाइल्ड हुने हो गाइज, वाइल्ड। के भन्नु, कथाले मागेपछि त आइफोन लिनै पर्यो। अब तपाईँले पनि भिडियो राम्रो, फोटो राम्रो, क्वालिटी भएको मोबाइल चाहिन्छ भने टङ्का दाइले सम्झिनु होला। भलाट भुलुट उहाँले ल्यापटप, आइफोन, एन्ड्रोइड मोबाइल सबै उहाँकोबाट लिन सक्नुहुन्छ। तपाईँहरूले यो भिडियो संसारमा सबैलाई पुगोस्, किनकि मलेसियामा जो पनि आउन सकिन्छ। मलेसियामा आएर किन्नु छ भने चाहिँ होइन, यो टङ्का दाइको भिडियो हेरेर आउनु होला। लोइड प्लाजा बुक बिन्ताङ भन्ने ठाउँमा रहेको छ, लेभल 3 मा है गाइज। एकदम म पनि एकदमै एक्साइटेड भएर आएको थियो। दाइले एकदमै मिलाएर सस्तो प्राइसमा दिनुभयो के।